मिस्टर गगन काजी बाख्रा काजीले मधेसमा गएर मिठा मिठा सपनाहरू बाँडेका छन्। स्कुल बनाइदिन्छु, पानी ल्याइदिन्छु, यस्ता धेरै हुन्छ नि सपनाहरू बाँडेका छन्। स्कुल बनाइदिने, कलेज बनाइदिने कुरो त ठिकै हो। ल ठिक छ, स्कुल बनाइदियो, कलेज बनाइदियो, हस्पिटल बनाइदियो, तर ती स्कुल, ती कलेज, ती हस्पिटलमा तिम्रो आफ्ना सन्तानहरूलाई, आफ्ना परिवारहरूलाई उपचारदेखि लिएर पढाइ त्यो स्कुलहरूमा गराउन सक्छौ? तिमीहरू आफ्ना बच्चाहरूलाई प्राइभेट ए क्याटेगोरीको स्कुलमा पढाउँछौ अनि आम जनताको लागि एउटा सरकारी स्कुल खोलिदिन्छु भनेर जुन सरकारी स्कुलका प्राध्यापकहरू यस्ता हुन्छन् कि मुखमा पान चबाएर थुक्ने अनि हुन्छ नि स्टुडेन्टहरूलाई कसरी पढाउनु पर्छ भन्ने सामान्य ज्ञानसम्म नभएका त्यस्ता के अरे शिक्षकहरू राखेर अनि त्यो माथि पनि ती शिक्षकहरू पार्टीका कार्यकर्ता अनि स्कुल बनाएर स्कुल मात्रै भएर प्रगति हुन्छ? मिठा मिठा सपना बाँड्न सजिलो छ, तर त्यो हकिकत आम जनताले बेहोरेका छन्। ती सरकारी स्कुलमा गएर अहिले पनि कयौँ स्कुलमा स्टुडेन्ट छैनन् या कहीँमा टिचर छैनन्। स्टुडेन्ट भए पनि टिचर हुँदैनन्, टिचर भए पनि स्टुडेन्ट हुँदैनन्, त्यस्तो अवस्था छ। र सरकारी स्कुलका प्राध्यापकहरू त प्रायः जसो स्कुलमा हुँदैनन्। उनीहरूको न आउने टाइमिङ हुन्छ न जाने टाइमिङ हुन्छ। अब यसो गरौँ न त, सबै जुन सांसददेखि लिएर जति पनि माननीयहरू छन्, जति पनि सरकारी कर्मचारीहरू छन्, उनीहरूको बच्चाहरूलाई सरकारी स्कुलमा किन नपढाउने? त्यो टिचरदेखि लिएर सबैको यो हो प्रगतिको सुरुवात। यसरी किन नगर्ने? यदि ती टिचरकै बच्चाहरू त्यो स्कुलमा पढेर जान्छन्, ती सरकारी कर्मचारीकै बच्चाहरू त्यही स्कुलमा पढेर जान्छन् भने केही न केही प्रगति त अवश्य नै हुन्छ, केही न केही डेभलप त केही न केही इम्प्रुभ त पक्कै पनि हुन्छ। र रह्यो हस्पिटलको, माननीयहरू सबैलाई हस्पिटल उपचार गर्नलाई विदेश जानुपर्छ सरकारी सम्पत्तिको दोहन गरेर। तिमीहरू किन प्राइभेट हस्पिटल विदेश जानु छोडेर नेपालको सरकारी अस्पतालमा उपचार गर्दैनौ? गरेर हेर त एकचोटि सरकारी अस्पतालमा, चाहे त्यो जोसुकै माननीय होस्, यहाँ यो भन्ने छैन। उनीहरू प्राइभेट सेक्टरको हस्पिटलमै उपचार गर्छन् या त विदेश जान्छन् अनि आम जनता लाइनमा बसेर त्यो सरकारी अस्पतालको घनाउनी डुङडुङ्गी